हे साइला के डुकेरा चुना आलेर साइला झुम्मोराल्या सुम्पान्या गालेर साइला के डुकेरा चुना आलेर साइला झुम्मोराल्या सुम्पान्या गालेर। नमस्ते, वेलकम अनि छोरले स्वागत छ तपाईहरुलाई अकान्जुको पहिलो एपिसोडमा। यो शोमा हामी इन्ट्रोड्युस गर्नेछौं तपाईहरुको लागि नयाँ नयाँ ट्यालेन्ट, नयाँ नयाँ प्रतिभा जुन अहिले जेन अल्फाहरुमा आउँदै गरेको छ। जेन अल्फाको यो नयाँ प्रतिभा, नयाँ ट्यालेन्ट, फरक फरक ट्यालेन्ट चाहे एजुकेसनमा होस्, आर्टमा होस् र स्पोर्टमा होस्, तपाईहरुको लागि यो पक्कै पनि एउटा युनिक शो बन्ने छ। के पुग्छ मैले अघि नै भनिसकेको थिएँ तपाईहरुलाई, अकान्जुको पहिलो एपिसोडमा हामीसँग हुनुहुन्छ मेरो प्यारो बहिनी सृष्टि सुनारी। हामी सुरु गर्छौं बहिनीको परिचयबाट। बहिनी परिचय। सबैजनालाई नमस्कार, म सृष्टि सुनारी। म निजदी 4 मित्याल पाल्पामा बस्छु। म श्री गौरी शंकर माध्यमिक विद्यालयमा कक्षा 8 मा पढ्छु। ल ठिक छ, त्यसो भए हामी सुरु गर्छौं बहिनीको चाहिँ रुचिबाट। आज चाहिँ हामी बहिनीको बुझ्नेछौं रुचि, प्रतिभादेखि लिएर अब बहिनीलाई के आउँछ अनि चाहिँ लाइफ स्टाइलमा उसको चाहिँ के छ पछिको फ्युचर प्लानिङ, त्यो सबै कुरा चाहिँ हामी बुझ्नेछौं आजको यो भिडियोमा। र पहिलो प्रश्न मेरो बहिनीलाई यो हुनेछ कि कस्तो रह्यो त आजको बिहानको दिन? कस्तो लाग्यो तिमीलाई? राम्रो लाग्यो? एकदमै रमाइलो, नयाँ अनुभव भयो। सँगै म सोध्न चाहन्छु बहिनीलाई, तिमीलाई सबैभन्दा गर्न मन लाग्ने चिज चाहिँ के हो? जस्तै कि अब हुन्छ नि त पढ्नेदेखि लिएर, खेल्नेदेखि लिएर, मोबाइल हेर्नेदेखि लिएर के गर्न मन लाग्छ तिमीलाई सबैभन्दा? मलाई चाहिँ डान्स गर्न मन लाग्छ। बहिनीको प्रतिभालाई चाहिँ हामी दर्शाउने हो भने बहिनी फर्स्ट होइन र? डान्स आइडलमा फर्स्ट हो हैन? गुड, कंग्रेचुलेसन, बधाई छ। सँगै क्लासमा पनि टप है हैन? कक्षा 8 मा हो न? कक्षा 8 को फर्स्ट गर्ल पनि हो। कक्षा 8 को फर्स्ट गर्ल, सँगै वक्तित्व कला, वाद विवाद, माइकिङमा एकदमै बवाल, अनि डान्समा पनि टप म रहेको छ हाम्रो बहिनी। सँगै अरु के आउँछ तिमीलाई? डान्स भयो, गीत गाउन नि आउँछ। अफ कोर्स गीत गाउन नि आउँछ। अनि त्यही अब पढ्न लेख्न एकदमै ट्यालेन्ट। सँगै गीत गाउँछौ त एउटा? इष्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। इष्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर, गाउँमै बित्यो आफ्नो जीवन पुगो छोरा सहर। भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी, पाखुरीमा तागत रहे सम्म बोकी हिँड्छु, हालेर काँधे कोरी। थ्याङ्क यू। अत्यन्तै मिठो स्वर सुन्न सक्छौ हामी बहिनीको यो मिठो स्वरसँगै। अब भने म अर्को प्रश्न बहिनीलाई, यो स्वरले तिमीले बजार खाओस् यति भन्दै म अर्को प्रश्न गर्न चाहन्छु। तिम्रो फ्युचर प्लान, तिम्रो सपना के हो, लक्ष्य के हो नानी तिम्रो? मेरो त हिरोइन बन्न। ओके, सो यु वान्ट टु बी अ हिरोइन है त? हिरोइन बन्न चाहन्छु। उसको सपना, यो सपना पनि पूरा होस्। एक्ट्रेस है त? एक्ट्रेस बन्न चाहन्छु। यो सपना पूरा होस् बहिनीको भन्दै अर्को प्रश्न फेरि पनि सोध्न चाहन्छु बहिनीलाई, तिमीले अब तिम्रो घरमा चाहिँ कतिजना सदस्यहरू छ? मेरो चाहिँ बाबा, मम्मी, भाइ, म घर 4
4 जना हो ओके मलाई यसो गरौँ बाबा मम्मीको अनि भाइको नाम पनि भनिदिनु नि त भाइको नाम चाहिँ शीतल सुनारी मेरो भाइ चाहिँ कक्षा 3 मा पढ्छ हैन अनि मम्मीको नाम चाहिँ प्रेम कुमारी सुनारी अनि बाबाको नाम चाहिँ मटिराम सुनारी एकदमै राम्रो तिम्रो आज चाहिँ ह्यापी सटरडे सँगै हामी बहिनीको यो समयलाई चाहिँ युटिलाइज गर्दैछौँ सदुपयोग गर्दैछौँ भन्दै म फेरि पनि अर्को प्रश्न दोहोऱ्याउन चाहन्छु बहिनीलाई प्रश्न के गर्नेछौँ भन्दाखेरि ल तिमीलाई चाहिँ होइन तिमीलाई चाहिँ एक दिनको लागि प्राइम मिनिस्टर बनायो भने ल प्राइम मिनिस्टर के प्रधानमन्त्री के है तिमीले प्रधानमन्त्री बनाएर एक दिनलाई भने तिमीले के गर्छौ ल देशमा सबैभन्दा पहिला एकछिन है त सुरुमा त म अब देशलाई विकास गर्थे अनि भ्रष्टाचारलाई हटाउँथे अनि गाउँमा चाहिँ त्यो पढ्न मन लागेका त्यो बच्चाहरू हुन्छ नि त्यो गाउँमा चाहिँ विद्यालयहरू चाहिँ खोल्थे अत्यन्तै राम्रो सोच बहिनीको यो सोचलाई चाहिँ सल्युट गर्न चाहन्छौँ हामी सँगै यस्ता यो खालको सोच भएको अब यो खालको मानसिकता भएको यो खालको शिक्षा भएको चाहिँ हाम्रो जेनजी अथवा जेन अल्फाका भाइ बहिनीहरू अझै आओस् भन्न चाहन्छु म चाहिँ अब तिमीलाई चाहिँ के सोध्न चाहन्छु अस्ति जेनजी आन्दोलन देखेको थिएन तिमीले देखे कस्तो लाग्यो तिमीलाई नराम्रो लाग्यो ओके भन नि त किन राम्रो लागेन भन्नु नि त अब त्यत्रो जेनजीहरूले आफ्नो ज्यान गुमाए त्यो घरमा चाहिँ यस्तो दुःख हुन्छ नि त अब आफ्नो आमा बुवाहरूले त्यो पनि हो जेनजी आन्दोलनमा हुन त तिमीहरू जेन अल्फा भयो फेरि त्यही पनि अब तिमीहरू आउँदाखेरि चाहिँ तिमीहरूको भोलि पर्सिको जमानामा चाहिँ पक्कै पनि सोसियल मिडिया अब टिकटक कतिको बनाउँछ तिमीले ल ओके एक्ट्रेस बन्ने ड्रिम भएको मान्छेले चाहिँ टिकटक बनाउनु स्वाभाविकै हो बनाउनु पनि पर्छ सृष्टि सुनारी ए आइडीको नाम हो ओके फलो गर्नु पर्यो चट्ट लिङ्क राखिदिन्छु मैले है त सृष्टि सुनारीको तिमीलाई के लाग्छ यो मोबाइलमै अत्तुत हेरेर बस्नु चाहिँ राम्रो कुरा हो मोबाइल हेरेर बस्छ मान्छेहरू त्यो त राम्रो कुरा त होइन होला नि होइन के लाग्छ ठिक हो र होइन भन नि त ल तिमीले हेर्छौ कि नि अलिअलि अब टिकटकहरु त्यस्तो बनाउँदाखेरि ओके ल त्यस्तो त हेर्दिन मम्मीले दिनुहुन्न मम्मीको मोबाइल पसलमा बस्नुहुन्छ म त घरमा बस्नुपर्छ नि त ल ठिक छ भनेपछि तिमीहरूको पसल पनि छ किराना किराना कि फलफुल बेच्ने टाइपको हैन किराना पसल सृष्टि एन्ड शीतल ओहो सृष्टि एन्ड शीतल किराना पसल किराना तथा तरकारी पसल ल ठिक छ किराना तथा तरकारी पसल तिम्रो साथीहरू सबै तिमी जस्तै छन् र हैन मतलब कि नाच्न रुचाउने गाउन रुचाउने त्यस्तो छन् न सबै छुट्टा छुट्टै प्रतिभा छन् त छन् नि हैन तिम्रो बेस्ट फ्रेन्डको नाम भन्नु नि त बेस्ट फ्रेन्ड क्रिस्टी खाम्जा ल क्रिस्टी नानी हैछ ल गजब सानैदेखि हैन दुईजना खूब सँग हुन्छ तिम्रो ओके ल जस कतिमा क्रिस्टी हो कक्षा 6 मा तर तिमीले त्यो फर्स्ट हुँदाखेरि के कतिको मेहनत गर्नुपर्छ पर्छ नि हैन लास्टै पर्छ तिमी डेली कति गर्नु पर्छ कान्छी तिमी म 1-2 घण्टा जति 1-2 घण्टा आम्बो बिहान साँझ चाहिँ होमवर्क गर्छु अनि बिहान उठेर पढ्ने अनि त्यसपछि भाडामा चाहिँ काम गर्नुपर्छ नि यस्तो गर्नु पर्यो कि आमा यस्तो एक्टिभिटी चाहिँ हुनु पर्यो जस्तै घरमा सहयोग नि गर्नु भ्याउने पढ्न पनि भ्याउने आफ्नो रुचिलाई पनि टाइम दिने हैन रमाइलो लाग्छ गजब है कहिले तिमी अवस्थाले बस्दाखेरि जस्तै एक्लै बस्छौ नि सबभन्दा गर्न रुचाउने काम चाहिँ के हो तिमीलाई एक्लै बस्दाखेरि जस्तै हुन्छ नि त आफू एक्लै हुँदाखेरि कहिले चित्र कोर्न रुचाउँछ त्यस्तो मलाई त नाचेको एक्लै बस्दा पनि
तेरिका खतरा है तिमी त स्कुलमा पनि नाच्दाखेरि कति नाचेको भन्छ साथीहरू एहे ज्याउ त लाग्दैन तिमीले नाच्न भनेपछि जहिले पनि अल टाइम मजा आउँछ नाच्दाखेरि ल ठिक छ सी वान्ट टु बी अ डान्सर एक्ट्रेस एन्ड देन होस्टर पनि है पछि तिमी 10 पछि चाहिँ भङ्ज्याङमै पढ्ने हो कि गौरी शङ्करमै पढ्ने हो कि कतै जाने हो गौरी शङ्करमै पढ्ने होला 11 12 पनि यही पढ्छौ कुन कुन सब्जेक्ट लिएर पढ्ने हो खान्छौ कि नै चिसो त चिसो छ के अरे गजब गुलियो छ गजब गुलियो छ कस्टम चाहिँ खायो छोड त म लिन्छु ल ठिक छ तिमीलाई जस्तै म पनि मगर तिमी पनि मगर होइन जस्तो मगर चिजहरू जस्तै मगर संस्कृतिहरूलाई झल्काउन कतिको मन लाग्छ तिमीलाई जस्तै देखाउन कि यो है हाम्रो भनेर देखाउन कतिको राम्रो लाग्छ राम्रै लाग्छ जस्तै केबाट झल्क्याउँथ्यो त्यसलाई तिमीले ल डान्स पनि गर्थ्यौ नि होइन मगर गीत तिम्रो जस्तै एउटा ठाउँ होला नि त घुम्ने ठाउँ सबभन्दा चाहिँ म यो ठाउँमा घुम्थेँ भन्ने खालको छ कि एउटा ठाउँ त्यस्तो छ कुन लुम्बिनी अब जाने भ्रमण कति 1 गते मङ्सिरको ल सेभ गर्नु स्कुलबाट बरै कतिजना निस्केछौ त विद्यार्थी त 6 7 8 जाने भनेको धेरैजना निस्के छैनन् 25 जना त्यो भन्दा थोरै छ कतिजना त जिप लाने हो रे हैन बसै लाने हो अनि 25 जना नभए हैन 4 र 5 को पनि मिसाउने हो नि त सबै कतिजना हुन्छ त टोटलमा खै अहिलेसम्म त त्यस्तो त भएन बरै 4 5 धेरै भएन के सरहरूले पनि उठाउने भन्नुभयो अब नपुगेर 4 5 6 7 8 हैन 4 5 6 7 8 हैन कक्षाहरू के हैन भनेपछि त टोटलिङ गर्दा त हुनु पर्ने है 20-25 जना त एउटा बसमा त समथिङ 40-45 त हुन्छ हैन 40-45 सिट त हुन्छ नि त्यस्तो हुँदा त अब मान्नु भएन के मम्मी बाबाहरूले जान दिन मलाई त दिनु भयो साथीहरूलाई हाम्रो क्लासको त एकजना मात्र जान्थे हाम्रो क्लासको धेरै भएर नत्र त पुग्थेन अझै हो पापा रिन्टन न गजब विकास गरेको भए यसलाई ओ मान्छेहरू आकै छैन कान्छी यहाँ त त्यहाँबाट देख्दाखेरि फ्यास त डाँडा जस्तो हुन्छ यहाँबाट देख्दाखेरि चाहिँ अब यहाँ आइपुग्दाखेरि खाली त छ नि होइन स्पेस त छ नि टनमा बस्न मिल्ने खालको हामी पहिला बच्चामा चाहिँ यहाँ पिकनिक आउँथ्यो कि अन्डररेटेड ठाउँ भन्छ कि यस्तोलाई कसैले जस्तै नदेखेको थियो क्या हुन्छ नि उता पनि ख्याल नगरेको कि राम्रो त राम्रो छ नि होइन तर यो साइडतिर पुरै चियानघारी हो कि यो साइडतिर यो माथितिर यो सल्लाहहरू छ तर के साइडतिर चियानघारी हो कि गरिदिनु पर्दैन राम्रो त राम्रो छ यो पहिला यहाँबाट सर्टकट बाटो थियो अझै यहाँबाट चाहिँ पहिला पिकनिक खान आउँदाखेरि हामी यत्रो खोपीहरू बोकाउँथ्यो कि माया कसम हामीलाई एकदम त हलुवा खाएको हामीले हलुवा खाएको अनि त्यत्रो भैलो खेलेर अनि भैलो खाना आउँदाखेरि तरकारी के दियो भन्दाखेरि चाउचाउ र सोयाबिन त्यस्तो खान्थ्यो हामी पहिला चाउचाउ र सोयाबिन त्यस्तो खान्थ्यो कि अब मासु नहुने कि पैसा नहुने त्यो बेलामा मासु पनि किन्न नपाउने ब्रोइलर भन्ने जातै हुन्थेन तिमी भन्दा सानो थियो मलाई हाम्रो दिप्सनहरू जत्रो थियो मलाई हामी त्यो बेला त गजबै हुन्थ्यो आजभोलि हो कि अलिकति हिँड्न छोडेको बच्चाहरू तिमी काउले डाँडा गएको छौ कि नै गएको छु राम्रो लाग्छ काउले डाँडामा चाहिँ भिडियो बनाएको कि नि तिमीले ओ गुड राम्रो छ नि होइन त्यो पनि भनेपछि लुम्बिनी मात्रै हो त तिमीलाई जान मन लागेको ठाउँ जान त सबै ठाउँमा जान मन लाग्छ ठुलो भएपछि जान्छु म जस्तै कुन ठाउँ जस्तै यहाँ जाने हो त टाइपको पोखरा काठमाडौँ ल तिमीलाई चाहिँ ल तिमी चाहिँ भोलि यसो ढिबिक्क सुटेर उठ्दाखेरि चाहिँ ल तिमीले जुन देश रुचाउँछौ नि त्यो देशमा चाहिँ बिउजिन्छौ है भनेर भनेको भए कुन देश रोज्थ्यौ तिमीले नेपालै रोज्थ्यौ क्या बात है ल
ल ठिक छ यो पनि पोइन्ट गर्नु पर्यो है विदेश जानेहरूले नेपालै रोज्थ्यौ त्यस्तो राम्रो लाग्छ नेपाल मिठो मिठो पनि मलाई पनि राम्रो लाग्छ दैनिकी कसरी कट्छ त भनेको चाहिँ दिन कसरी चल्छ त उठेर अनि पढ्ने अनि घरमा काम गरेर चाहिँ अनि स्कुल जान्छु स्कुल गएर फेरि घर आउँछु अनि त्यसपछि भात तरकारी पकाउँछु अनि होमवर्क कम्प्लिट गरेर तर 10 to 10 देखि 4 बजे त स्कुलमै हुन्छ नि तिमी हैन स्कुलमै हुन्छ ठिकै छ तिमी अहिले 8 मा छौ 9 10 11 12 तिमीलाई चाहिँ एक्ट्रेस त बन्ने भन्यो तिमीले सबभन्दा मन पर्ने एक्ट्रेस को तिमीलाई हिरोइनी सबभन्दा मन पर्ने प्रियङ्का कार्की प्रियङ्का कार्की राम्रो लाग्छ राम्रै लाग्छ एक्टिङ राम्रो लाग्छ एक्टिङ राम्रो छ अनि डान्स पनि राम्रो हो है प्रियङ्का कार्कीको सबभन्दा कुन मुभी राम्रो लाग्छ तिमीलाई ओइ मुभी त थाहा छैन ओइ हेरेको छैन मुभी होला नि त उन त टन्नै छ के हैन छक्क पुञ्ज नाइना भन्नुला ब्ला 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 टनक्कै छ यो निस्दी छोडेर अलि टाढा रामपुर गएको छ होइन रामपुरबाट चाहिँ तानसेन गएको छु तानसेन त सानोमा गएको थिएँ अहिले त त्योभन्दा उता गएको छैन होइन यता अरुण खोला पुगेछौ कि नै पुगेछु अरुण खोलाबाट उता नि गएको छैन होला फेरि गएको छु होला कता त्यो गीत गाउन गएको थिएँ कि कहाँ गएको थियो रे साँच्ची गीत गाउन तिमी ओके मैले नि त्यो ठाउँको नाम के थियो तर के सङ गीतै गाइदिएको कि जस्ट लाइभ मात्रै यसो ट्र्याकमै गएको स्टेजमा स्कुलमा हो हाम्रो विद्यालयमा बोर्डिङ स्कुलको खै टिचरहरू खै को आउनुभएको थियो अनि सबै प्रतिभाहरूलाई चाहिँ बोलाएको थियो त्यहाँ अनि अरू दाइहरू पनि हुनुहुन्थ्यो कि गीत गाउने अनि गीत गाएर सुनाएर हाम्रो वार्षिक उत्सवमा हो अरे कि त्यो बोर्डिङ स्कुलको वार्षिक उत्सवमा अरुण खोलाभन्दा टाढा हो त्यति अरुण खोलाभन्दा त टाढै हो गायो त तिमीले मनकी चरी उडी उडी भनेर एहे ट्र्याकमै गएको त्यो अहिले ट्र्याकमा गाउने भाउ छ तिमीलाई अहिले खै ले सानोमा ए सानो हो कति कक्षामा थियो 6 कक्षातिर थियो होला त्यो निस्टी डान्स आइडलमा विनर हुनुभन्दा नि अगाडि हो के तर त्यो कसम चाहिँ निस्टी डान्स आइडल त कहिले भएको थियो यार म गाउँमा थिएन होला त्यो बेला होइन कहाँ भएको थियो र त्यो झालटुङ भएको थियो कति दिनको 8 दिन जति होला 8 दिनको भनेपछि त तिमी विनरै भयो होइन अरू को आएको थियो तिम्रो चिन्ने होला नि त कोही साथीहरू चिन्ने त डान्स क्लास त सिकेको त त्यो निस्टी डान्स आइडलमा विनर भएपछि हो अनि त्यो डान्स क्लासमा एउटा बहिनी थियो के आरिसमा भन्ने अनि त्यो बहिनीले चाहिँ त्यो बहिनीले पनि भाग लिएको थियो अनि त्यहीदेखि चिनेको हो मम्मीले पनि उहाँको बाबाहरूले चाहिँ पहिलेदेखि चिन्ने रहेछ अनि डान्स क्लास सिक्न गए त्यो विनर भएपछि अनि सिक्न जाँदाखेरि त्यो नानी पनि त्यही सिक्छ नानी त्यही अरू त चिनिनँ मैले त जस्तो तिमी डान्स होइन लोकमाया दिदी र राधु दाइलाई लोकमाया र राधु त कस्तो रे दाजुभाइ कस्तो रे दिदी भाइ कि दाजु बहिनी तिमी डान्स क्लासै नसिकेर जित्यौ अरे वाह गजब लच्छीको त्यसो भए कति पाएको थियो त तिमीले प्राइस 10,000 हमारे पास नहीं है पैसा तिमीले त जितेछौ त बापा ल ठिक छ कङ्ग्रेचुलेसन त्यस्तो त खादरतिर पनि 30 को गीतमा प्रतियोगिता थियो त्यहाँ पनि 5,000 जिते ए बरै पैसा ही पैसा प्रतिभाले गरे है उसको चाहिँ फेरि प्रतिभाले ट्यालेन्ट हुनुपर्छ ट्यालेन्टले पनि फेरि लुकाएर राख्ने होइन कि उसले जस्तो ठ्याक 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 देखाउनु पर्छ कि के होइन हो कि नै वाद विवादमा पनि प्रथम भएको छु अनि वक्तृत्वका लागि निस्ती जतिको गरेको वाद विवाद होइन स्कुलमा भएको थियो अस्ति भर्खरै हो ए अस्ति नै फर्स्ट भएको होइन
विनर 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 टेक बाई टेक स्टेप त चढ्दैछौ कि तिमी बिस्तारै बिस्तारै यही गतिमा सुरुमा जाऊ चाहिँ न्युजमा चाहिँ त्यो नाच्दै गाउँदै गर्दाखेरि अनि अरू ठाउँकोहरूले पनि मलाई बिस्तारै चिन्न थाले अनि रामपुना पनि बोलाए अनि रामपुना पनि नाचे अनि त्यहाँदेखि फेरि सिलुवा अनि नाचे त्यस्तो है बाफरे तिमीले चाहिँ जे होस् आफ्नो प्रतिभा चाहिँ देखाइरहेछौ होइन ट्यालेन्टहरू चाहिँ सो गरिरहेछौ त्यो राम्रो कुरा हो पछि पछि गएर चाहिँ तिमीलाई लाग्छ कि नै कि जस्तै यो पढ्नमा आएर चाहिँ म यो उमेरमा गएर चाहिँ खस्किन्छु होला है जस्तो लाग्छ जस्तै खस्किने भन्दा नि छोड्छ होला जस्तो कि छोड्दैनौ न पछि पछि धेरै दुःखहरू आउनेछ तिमीले चाहिँ कन्टिन्यू दिनुपर्छ यसलाई चाहिँ तपाईँहरूले पनि साथ सहयोग सपोर्ट गर्न चाहनुहुनेले चाहिँ अब बहिनीलाई चाहिँ जसरी पनि साथ सहयोग सपोर्ट गर्न चाहनुहुन्छ मैले तल ठ्याक्क मेरो फोन नम्बर राखिदिन्छु कन्ट्याक्ट गर्नु मलाई तपाईँहरूबाट जति पनि साथ सहयोग आउँछ त्यो सबै म उसलाई नै दिनेछु र बाँकी तिमीलाई चाहिँ जस्तै भोइस अफ नेपालमा जान मन लाग्छ तिमीलाई जाने हो कि अलि प्रिपेयर छैन अझै जान त मन छ त जान चाहिँ जाने हो कि पछि ठुलो भएर जाने हो ठुलो भएर जाने होला ओके ओके त्यो पनि राम्रो कुरा हो ठुलो भएर जानु पनि राम्रो कुरा हो इट्स अब अहिले फेरि तिमी पढाइमा फोकस पनि गर्नुपर्ने छ होइन पढाइ पनि राम्रो कुरा हो पढ्नु पनि पर्यो अब त ट्यालेन्टतिर कलातिर पनि ध्यान दिनु पर्यो घरको कुरा कामहरू पनि गर्नु पर्यो सबैमा फाइन छ कि सबैमा ठिक छौ तिमी तर एउटा कुरा के भन्दाखेरि सबभन्दा के मनपर्छ तिमीलाई खानेकुरामा एनिथिङ तिमीलाई जस्तै केक भयो कि अब सुन्तला भयो कि सुन्तलै भयो कि चिया भयो कि अब बिस्कुट भयो कि चाउचाउ जङ्क फुड होस् या फ्रुट्सै होस् तिमीलाई जे मनपर्छ त्यही भन जस्तै पकाएको चिजै हो अङ्गुर मनपर्छ अङ्गुर होइन आँप कतिको मनपर्छ पनि मनपर्छ तर अङ्गुर पनि त्यो हरियो र कालो हुन्छ है कुन मनपर्छ हरियो मनपर्छ लामा होइन यतिको त हुन्छ न त्यो होइन तिम्रो घरमा आउँछ होला तिमी आफै निकालेर खान्छौ होइन आजकल त आउनु हो त्यो अलिक महँगो पनि हुन्छ होला न त्यो महँगो हुन्छ कि कालो खाले खै कालो त्यस्तो त बेचे छैन के रे मैले कालो बेचे छैन ओके ओके सी इज अल्सो अ बिजनेसम्यान है बिजनेस गर्ल बिजनेसम्यान अहिले पनि बस्ने पसल दिउँसोभरि पसलमै बस्ने अरे ल यो त गजबै हो क्या एउटा मान्छेमा यतिको धेरै प्रतिभा लुकेको भनेपछि त बुझ्नु पर्यो तिमी अहिलेसम्म आँसु खसेछ कि नै आँसु खसेछ कि नै जस्तै रोछौ कि नै रोछ होइन जस्तै यस्तो के त बच्चामा रुनु त छुट्टी कुरा हो अब जस्तै मन दुखेर रोको कि अलि ठुलो भयो छैन त्यस्तो त होइन त्यो भने अलिक बच्चामा कि घ्याएको गर्ने त सबैले गर्छ भनेपछि त अहिले त्यो ठुलो भएर चाहिँ त्यस्तो केही भएको छैन तिमीलाई होइन ल राम्रो हो तिमीलाई जस्तै कि ट्रिकी क्वेसनहरू सोध्यो भने आउँछ तिमीलाई जस्तै कि मानौ त्यो वाला के त्यो 100 किलो अङ्गुर 100 किलो सुन्तला 100 किलो फलाम 100 किलो कपास होला के आउँछ त्यो 100 किलो जस्तै ल मानौ 100 किलो सुन्तला 100 किलो कपास 100 किलो आँप 100 किलो फलाम 100 किलो सुन छ होइन सबभन्दा कुन गरौँ हुन्छ ल 5वटा चिज है ल पोइन्ट सुन्तला 100 किलो छ होइन आँप 100 किलो छ 100 किलो कपास छ होइन 100 किलो फलाम छ 100 किलो सुन छ भनेपछि कुन गरौँ हुन्छ सबभन्दा त दिमाग घुमाउने कस्तो ए तिमी त चुक्यौ नि यहाँ त जस्तै तिमीलाई 100 किलो फलाम र 100 किलो सुन्तला त बराबर हुँदैन बराबर जस्तै सबै 100 किलो छ भनेपछि त त्यो त बराबर भयो त्यो त ठिकै हो कि ठिकै क्वेसन ठिकै छ ल सबैभन्दा अग्लो हिमाल नेपालको सगरमाथा होइन अब जस्तो सबैभन्दा विश्वको सबैभन्दा दोस्रो अग्लो हिमाल कुन देशमा छ दोस्रो अग्लो हिमाल
साथीहरू सबै मिल्ने छन् कि कस्तो छ तिमी साथीहरूसँग घुलमिल हुने खालको छौ कि अब जस्तै एउटा हुन्छ कि जस्तै एउटा एक्सट्रोभर्ट भन्ने हुन्छ एउटा इन्ट्रोभर्ट भन्ने हुन्छ एक्सट्रोभर्ट भनेको कस्तो भन्दाखेरि सबैसँग मिल्ने सबैसँग बोल्ने के छ कसो छ त्यो सबैसँग बोल्ने खालको एक्सट्रोभर्ट हो होइन इन्ट्रोभर्ट भनेको चाहिँ कोहीसँग नबोल्ने त्यो लजाउने खालको साइलेन्टमा बस्ने खालको हो कि कस्तो हो तिमी बोल्छु एक्सट्रोभर्टै हो ल ठिक छ तिमी अहिलेसम्म फाइट परेछौ कि नै फाइट लडेछौ कि नै आफ्नै साथीहरूसँग चाहिँ सानोमा सानोमा पाप्पै छैन कोसँग म भोपालसँग ए बरै गोपाल भाइ छन्जेल न त अरे ल ठिकले जित्यौ त तिमीले भोपालले जित्यो होला नि भोपाल त केटा पनि होइन त्यो ठुलो थियो होला चखरक्कै अप्लो थियो होला त्यो अनि नायसासँग नि लडेछ ए बरै किन प्लास्टिकमा ए सानो अनि म चाहिँ हेरेर बसेँ अनि दुईजना चाहिँ लडेको को नायसा र भोपाल ए बरै नायसा र भोपाल पनि लडेछ प्लास्टिकमा लडेछ ए बरै के भयो त प्लास्टिकलाई त्यो भन न कस्तो के भएको खै प्लास्टिक नलिउ कि नलिउ भन्ने थियो के कसले नायसाले त्यस्तो भनेको थियो अनि भोपालले लियो त च्यातिदिएको खै च्यातिदिएको के गरे त थाहा भएन तर लडे ए बरै केटा र केटी लड्यो बस्यो तिमी नै हेरेर बस्यो यस्तै ठुलो ठुलो रमाइलो भयो भनेपछि लड्नु चाहिँ हुन्न है दिस इज ब्याड ह्याबिट भेरी ब्याड ह्याबिट हो यो मगर कुरा कुडी गर्ने वारले झ्याम झ्याम दिँगाले खान्छ अहिले 12 वर्षसम्म तिमीले जति पनि बितायौ नि समय त्यतिमा चाहिँ सबैभन्दा देखेको दर्दनाक घटना चाहिँ के हो जस्तै दर्दनाक कथा हुन्छ नि त भन्ने के सिजी छाम्चुली त हुन्छ नि त होला नि त के त्यस्तो मम्मी बाबा घर झगडा भएको त्यस्तो त्यो पनि एकदमै यो कुरा सबैले नोट गर्नुपर्छ यो एकदम सिरियस कुरा हो जस्तै घर झगडा भनेको चाहिँ बाल बालिकालाई चाहिँ एकदमै असर गर्छ त्यसले होइन असर त पार्छ नि होइन तिमीले चाहिँ पछि सिकाउनु पर्छ यस्तो कुराहरू नेमाजत के बा ब्याजत नि त्यो हो त हाले कुरा अहिलेसम्म माछाको मार्न गएको कि नै तिमी खोलामा गएको पौडी खेल्न आउँछ तिमीलाई ले आले पक न इहे मलाई आउँदैन पौडी खेल्न है बाप्पै मलाई त कतिजनाले बचाउँछ कतिजनाले एउटा उता के भन्छ धकार दमनमा क्रिस्टीको बाबाले सिकाएको ए भेनाले होइन खेमेनालाई थ्याङ्क यू सो मच है त त्यो हाम्रो धगरदामरमा म अनि 2 जना दाइहरू अनि 1 जना साथी अनि 3 जना दाइहरू गएको थियौँ मैले हामी पौडी खेल्न गएको त्यो पोखरी त यस्तो बुमरी गइसकेर होइन अनि म त छेउछेउमा खेल्नु पर्यो भनेर गएको त मलाई त लत्तै तान्यो कि तानेको त ए भरै धन्द त्यो 1 जना साथी थियो त्यतैको लात्तीले हानेर बचाएकोले लात्तीले हान्यो भने निस्किन्छ नि थाहा छ कि नै जस्तै तिमी पौडी खेल्दाखेरि कसैले बचाउनु पर्यो भने पक्कै लात्तीले हान्यो भने त्यहाँ पानीभित्र गएर लत्तै निस्किन्छ कि यता छेउतिर लात्तीले हान्नु पर्यो कि त्यो मान्छेलाई मलाई बचाएको नि बाप्पा मेघ बहादुरजी थ्याङ्क यू सो मच नत्र त म त अहिले त सेन्टी फ्ल्याट श्रद्धाञ्जली एउटा चरा मारेको छैन कि मैले जति गुलीले लिएर हिँडे पनि एउटा चरा मारेको छैन एउटा माछा पनि मारेको छैन मैले फेरि गङ्गटो जति पनि मारेछु अस्ति साँच्चै झिन माछा चाहिँ मारेको चाहिँ मैले चाहिँ होइन मम्मी बाबासँग गएको भने गएको मात्रै तिमीले चरा मारेछौ त छैन त्यस्तो हामीले आउँदैन फेरि अब पहिला अलि त्यो पहिला चाहिँ गुलीले लिएर हिँड्ने चलन थियो आजभोलि चराहरू पनि खासै हुँदैन है गाउँघरमा चाहिँ खासै हुँदैन पहिला त गाउँको छेउछेउमै हुन्थ्यो कि यतिखेर भनेपछि तिमीले पौडी खेल्न नि आउँछ ए बरु म मात्रै हेर्छु त्यस्तो धेरै बाइक चलाउनु बाइक त सक्दिनँ होला साइकल सक्नेले बाइक त सक्छ फेरि मलाई चाहिँ हाफै बाइक हाफ नाच्यो भनेपछि तिमीलाई मजा आउँछ जस्तै तिमी रिसाउँदा नाचेछौ जस्तै रिस गर्दै घिचेङ नाचेछौ र नाचे छैन ओके रिसाउँदा नाचे छैन भनेपछि
के छ त तिम्रो स्कुलमा चाहिँ कतिको राम्रो पढाउँछ विद्यालयमा? पढाउनुहुन्छ ठिकै पढाउनु प्रेम सरले राम्रो पढाउनुहुन्छ प्रेम बहादुर खण्डुलुक सरलाई चाहिँ धेरै धेरै धन्यवाद। तपाईँ विज्ञान र साइन्स र म्याथ पढाउनुहुन्छ म्याथ पनि आजभोलि पढाउनुहुन्छ? ए बडै मान्छे त खत्रै हो कि उहाँ पनि राम्रो पढाउनुहुन्छ। मलाई पनि उहाँले पढाउनु चाहिँ त्यो हँसाउँछ कि होइन हँसाउनु मुड फ्रेस गराएर पढाउनुहुन्छ लु ए बरै लु त्यस्तै हुनु पर्यो। अनि एकदम राम्रै पढाउनुहुन्छ कि फेभरेट टिचर फेभरेट टिचर है ल ठिक छ। साइन्समा उहाँले पढाउँदाखेरि पनि धेरै नम्बर आउँछ। अस्ति कति रे 20 मा कति गुमाएको रे? 19 20 मा 19 पापा 20 पुडङ्कामा टेस्ट हो क्लास टेस्ट 20 पुडङ्कामा चाहिँ 19 आएको भनेपछि त जस्ट 1 मार्क्स है त जस्ट 1 मार्क्स। अनि त्यसपछि पहिलो ट्राइमेस्टर परीक्षामा चाहिँ 50 मा चाहिँ 40 आमा म्याटर गर्छ कि यस्तो कुरा धेरै म्याटर गर्छ। अब हेर्दाखेरि त्यति जाबा एउटा एक्जाम जस्तो हुन्छ तर म्याटर चाहिँ गर्छ है पछिको लाइफलाई पनि यसले धेरै सहयोग गर्छ। इट्स लाइक डिसिप्लिन हो नि त होइन डिसिप्लिन अनुशासनमा बस्नु भनेको ठुलो कुरा हो क्या। अहिले गएर पसलमै बस्नु तिमी अहिले पछि कतिको व्यापार गर्छौ तिमी पसलमा? गर्छौ अहिलेसम्म कति तिमीले पैसा गन्छौ र गन्दैनौ? मम्मीले गर्नुहुन्छ होला नि व्यापार गरेछ बसेछ त्यहाँ खेल्ने मान्छे हुन्छ कि नै त तिमीलाई? त्यहाँ पनि आइपुग्छ ए परै के गरेर बस्छौ त तिमीहरू? टिकटक बनाउने मोबाइल हेर्ने साइकल चलाउने आमामामामामामा अरू कस्तो कस्तो अनुभव छ तिमीले जस्तै त्यस्तो गीत गाएर हिँड्दा पढ्दाखेरि यताउति मामा घर जाँदाखेरि ए साँच्ची मामा घर चाहिँ कहाँ हो तिम्रो? गेजा हो गएको छौ नि होइन तिमी? रमाइलो हुन्छ मामा घर जाँदा? रमाइलो हुन्छ। कति त्यहाँ वर्षमा एकचोटि जान्छौ? धेरैचोटि जान्छौ? वाह रमाइलो हुन्छ त्यहाँ? मामा आउनुहुन्छ अनि मामासँग जान्छु। विशेष भन्नु नि त ल म सुन्छु पक्कै बसेर सुन्छु ल। रमाइलो हुन्छ जे भने दिदीसँग खेल्ने दसैँमा गयो भने पिङ बनाउनुहुन्छ अनि पिङ खेल्छु। अनि त्यसपछि त्यहाँ एउटा मात्र घर छ अनि तर नि त्यो जङ्गलतिर जस्तै हो कि हुन त अनि तर नि एकदमै रमाइलो हुन्छ चराचुरुङ्गीहरूले गीत गाउँदै। ओहो त्यो जङ्गलको बिचमा एउटा मात्रै घर हो? त्योभन्दा अझै माथितिर छ घरहरू। ए बरै त्यो यहाँ छ यस्तरी गाडीको बाटो जाँदाखेरि देखिन्छ कि नै? देखिन्छ त्यो पिपल भन्छ भन्दा रामपुर जाने बाटोतिर त्यो माथितिर जाने एउटा बाटो है हो त्यतातिर त्यहाँबाट गएपछि मामा घर पुग्छ। क्या बात है। पहिला त सानो बाटो थियो अनि अहिले चाहिँ बाइक हिँड्न चाहिँ मिल्ने बाटो बनायो मामाले खै कति। मामाज्यूको नाम भन्नुहोस् न त। के हुन्न आउँदैन के मैले सुन्दै ए भनेपछि मामा भन्दाखेरि अब नाम त किन बोलाउनु पर्यो ल नामले होइन बोलाउने कुरै भएन मामा भन्दाखेरि ए ल ठिक छ। भनेपछि तिमी भोलि पर्सि एक्ट्रेस बन्ने हो होइन अहिले पढाइमा राम्रो छौ बाइचान्स तिमी एक्ट्रेस ल बन्छौ है त्यो आफ्नो ठाउँमा छ बाइचान्स तिमी एक्ट्रेस बनेनौ भने तिमी के गर्छौ ल? सिङ्गिङ यस्तो छ कि गनी छ कि बहिनीसँग अप्सन त बरै ट्यालेन्टै त्यस्तो भएपछि त सिङ्गिङ होइन। अब एजुकेसनबाट के गर्छौ र पढाइबाट धेरै छ सपनाहरू त हो। ओके नर्स डक्टर नर्स। तर तिमीलाई एउटा कुरो भनौँ डक्टर पढ्न चाहिँ एमबिबिएस गर्नुपर्छ होइन त्यो गर्न पनि टाइम लाग्छ कान्छे फेरि लास्टै टाइम दिनुपर्छ। नर्स पढ्न पनि स्कलरसिपमा निकाल्यो भने राम्रो हो सस्तो हुन्छ हामीलाई होइन। अब स्कलरसिपमा निकालेन हो फेरि पैसा धेरै जान्छ है त्यो पनि आफ्नो ठाउँमा छ त्यो पनि बुझ्नुपर्छ तिमीले ठ्याक्कै। फेरि अब साइन्स
लास्टै मनपर्छ तिमीलाई? मेरो पनि फेभरेट हो कि सब्जेक्ट त साइन्स त। एक्सपेरिमेन्ट गरिदिन्छु म त फेरि गर्दिनँ त्यस्तो त आउँदैन। तर पहिला चाहिँ मैले बनाएको थिएँ कि एउटा यस्तरी सानो गाडी बनाएको होइन। त्यो गाडी चाहिँ अगाडि लाइटरको थुट्टा हुन्छ है, खोइ कहाँ छ लाइटरको थिति हुन्छ है, त्यो लाइटरको यस्तो पछाडिको भाग के त्यो अगाडिको निकालेर यस्तरी गर्दाखेरि अनि 4वटा पाङ्ग्रा राखिदिएको। अनि त्यहाँ चाहिँ अलिकति सानो पाइप हाल्दा चाहिँ यस्तरी गुड्दा चाहिँ ल्याउ त्यो आगो बाल्ने के त्यस्तो बनाएको थिएँ कि मैले। मलाई खुब मन पर्थ्यो त्यस्तो बनाउनु। तिमीलाई मन पर्दैन? मनपर्छ। के बनाएको त तिमीले त्यस्तो शैक्षिक सामग्रीदेखि लिएर सब? शैक्षिक सामग्रीमा चाहिँ त्यो एउटा घर बनाएको छु त्यो गाउँको। घर बनाएको छौ रे? केले? सानो त्यो कार्टुन त्यो अस्ति देखाएको त्यो यस्तरी ज्यामिति बक्स त खोलाइदिए तिमीले अस्ति त्यो स्कुलमा भिडियो बनाउन आउँदाखेरि के? होइन त्यो त होइन, त्यो पनि हो बनाएको। अर्कै छ कि घर जस्तै, बोबालहरूको घर जस्तै छ। ओके, छ त्यहाँ स्कुलमा? शैक्षिक सामग्रीहरू सबैले बनाएको त्यो एउटा कोठामा राखेको छ कि। उहाँले पनि बनाउनु भएको थियो। के बनाउनु भएको थियो? के यी खास न? हेलिकप्टर ए बरो छ र छैन? मोटर का चाहिँ मैले नि देखेको थिएँ। ए बरे हाम्रो गौरव भाइको पनि छ नि त। तिमीलाई घुम्न कतिको मनपर्छ? घुम्न मनपर्छ लास्टै यताउति जस्तै काउल डाँडातिर त्यस्तो दुनियाँतिर भन्नु त लाइक द्याट के त्यस्तै के? ठिकै। अब तिमीले चाहिँ पढ्दाखेरि होइन जस्तै मेमोरी चाहिँ पढ्दाखेरि चाहिँ कसरी पढ्छौ? जस्तै मैले पढ्दाखेरि के गर्थेँ भन्दाखेरि पहिला घोकेर लेख्थेँ अनि फेरि घोकेर लेख्थेँ त्यस्तो गर्थेँ। तिमीले कसरी पढ्छौ? मैले त त्यो मनमा त्यस्तरी त पढ्दिनँ, बोलेर घोक्नुपर्छ। ए बोलेर ए भनेको के हो भन्दै लेखेर गर्छौ कि नै त? लेखेर पनि गर्छ। भाइको नाम के रे? शीतल सुनारी। कस्तो छ भाइ? हजुरलाई नि थाहा छ होला। ठ्याक्कै सालो त भएन के, सालो चाहिँ हरामी छ कि होइन? हाम्रो सालो त यार तेरिका के भयो के? तिमी ट्यालेन्टै भरिएको, ऊ चाहिँ रिसले भरिएको। मलाई त के गर्छ मम्मीले गर्दै म त सक्दिनँ, मलाई नै जित्छ सालोले। ए परै शीतल सालो सुध्रिनु पर्यो के कान्छ तिमी? पढ्छ र उसले? पढ्ने भए त जान्छ कि। ए त्यस्तो फेरि पढ्न जान्छ अरे, मिसले पनि भन्नुहुन्छ त्यस्तै। पढ्ने भए त यसको दिमाग छ, नपढेको मात्र हो भने। ठिकै हो, त्यो पनि धेरै हुन्छ है त्यस्तो बच्चाहरूलाई चाहिँ। अब उसको दिदी यस्तो ट्यालेन्ट छ, ऊ चाहिँ त्यस्तो फेरि। सालोलाई चाहिँ अब टपमा ल्याउनु पऱ्यो हाम्रो सालोलाई। मैले ल्याउँछु भन्न मिलेन, अब सालोलाई निकाल्नु पऱ्यो। त्यो त बोल्दा पनि कस्तो लट्ठै पारेर बोल्न आउँछ कि त्यसलाई, त्यो लट्ठै पारेर बोल्न आउने के बिना त्यस्तो यो गर्ने चाहिएको बेलामा के सुनाउँछ। मुख पनि दुख्दैन कि कति बोल्छ त्यो। ए मम्मी पनि कति खाने बेलामा पनि यस्तो भएको मम्मी, उस्तो भएको मम्मी, खाँदा पनि गीत गाएर बस्छ। त्यो त ब्याड ह्याबिट हो नि, खाँदाखेरि कहिले गीत गाउनु हुने, बोल्नु पनि नहुने खासमा चाहिँ। तैपनि अनि मम्मीले गाली गर्नुहुन्छ उसलाई, सालोलाई डराउँछ होला नि त मम्मी देखेर त। त्यो जङ्क फुडहरू धेरै खाँदाखेरि भोक लाग्दैन होला के अरे, भात खाँदा पनि यस्तो गरेर खान्थ्यो। पहिला खान्थ्यो, अहिले त खान्न, भातै खान्न होइन, यस्तो गरेर खाने के। अनि मम्मीले एक दिन त एकदम डर पिट्नु भयो। अनि त्यहाँदेखि चाहिँ यस्तो गरे होइन। ए त नि सालो त भेटाएछ त सालो त। तिमीलाई पिटेछ र अहिलेसम्म मम्मीले? पिट्नु भएको छ र? हो र? त्यस्तो त पिट्नु भएन, गाली गर्नु मात्र भयो। के गल्ती? त्यस्तरी त पिट्नु भएन। मम्मी हुँदाखेरि अब हामीले चाहिँ कपडा काट्यौँ। अब यो काटेपछि चाहिँ अहिले घाम पनि माथि टाउकोमै आउन लाग्यो। इट्स हामी सनराइज हेर्न आएको थियौँ। अब अहिलेको लागि भने 10 बज्न लाग्यो, खाना खाएको छैन। म खाना चाहिँ जानु परेछ। तर खासमा हाम्रो गफ गर्दा चाहिँ आगो पनि निभि भयो अहिले त। सुन्तला चाहिँ छ यहाँ, एउटा मात्रै सुन्तला बाँकी छ। तिमीलाई
अब ल मानौ तिमीलाई चाहिँ टिकटक कम्पिटिसन हुने अरे होइन जस्तै टिकटक कम्पिटिसनमा चाहिँ ल यो डान्स गरे बापत चाहिँ यति पाइन्छ भन्न गरेको भए चाहिँ गर्थ्यौ ल तिमीले रुचाएको सङमा यति रकम पाइन्छ है भनेर गरेको भए गर्थ्यौ कुन गीतमा गर्थ्यौ खै त्यो त थाहा छैन अब थाहा छैन ल ठिक छ अब जुनमा भए पनि क्या त्यतिखेर कुन मनपर्छ ओके तिमीलाई होइन जस्तै अब आफ्नो सपना त पुरा गर्नु छ यो गाउँ कतिको मनपर्छ तिमीलाई एकदमै मनपर्छ छोड्छौ तिमीले भोलि पर्सि नै छोड्दैनौ खै यत्तिकै राख्छौ यहीँ बस्ने हो तिमी होइन पछि त चेन्ज गर्छौ होला नि गाउँ होइन ल ठिक छ कस्तो के लाग्छ हाम्रो गाउँको बारेमा भन नि त के गाउँ एकदमै राम्रो डाँडा काँडा देखिन्छ यहाँ गाउँबाट चाहिँ हिमालहरू देखिन्छ राम्रो दृश्य हेर्न पाइन्छ ओके ल ठिक छ तिम्रो साथीहरूले के भन्न चाहन्छौ साथीहरू समथिङ तिमीलाई जे मन लाग्छ त्यही भन न लाइकको च्यानलमा सब्सक्राइब गरिदिनु होला मेरो सम्पूर्ण साथीहरूलाई सब्सक्राइब गर्नुहोस् है सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि फेरि ल मानौ तिमीले अब ड्रिम त पुरो गर्ने भन्यौ होइन तिमीसँग ट्यालेन्ट पनि छ हार्डवर्क पनि तिमीले गर्छौ मलाई थाहा छ तर लाइफमा बेला बेलामा कस्तो हुन्छ भन्दाखेरि समस्याहरू आउँछ कि है जस्तै केही न केही समस्याहरू चाहिँ आउँछ त्यस्तो अवस्थामा चाहिँ तिमी टिकेर बस्न सक्छौ सक्छु भन्नुपर्छ है तिमीले सक्नु पनि पर्छ यु निड टु बी क्यापेबल है त त्यसको लागि चाहिँ हुनुपर्छ तिमी अब अहिले गएर भात खाने त होला नि होइन कसले पकायो मम्मीले बिहान मम्मीले मैले चाहिँ सादा पकाउँछु ए तरकारी होला त आज मासु त होइन होला खासै खानु मासु मम्मीलाई बिरामी हुन्छ मम्मी पेटमा समस्या के अनि मिल्दैन त्यही भएर खानुहुन्न तिमीहरूले पनि खान्नौ सादा कहिले कहिले सालोलाई कतिको मनपर्छ र भाइलाई के मासु मनपर्छ सालो डेन्जर छ कि फेरि ल ठिक छ अरू केही तिमीलाई जस्तै अब मेकअप गर्न कतिको रुचाउँछ तिमीले मन पर्दैन कपाल कलर गर्न मन पर्दैन ल ठिक छ मान्छे सिम्पल हुनुपर्छ सिम्पल ठ्याक्क ट्यालेन्टेड छिनोनी यतिको चाहिँ हुनुपर्छ मान्छेहरू तिमीले कोरोना भेटायो नि होइन कोरोनाको बेला पनि त थाहा छ नि तिमीलाई होइन त्यो बेलामा कहाँ थियौ तिमी म चाहिँ मम्मीलाई त्यो खैटे रोग लागेको भनेर हाम्रो विद्यालयमा स्कुलमा चाहिँ हामी बसेको क्रिस्टी म र अनि तिमी पनि क्वारेन्टाइनमा थियौ ल्या म पनि त्यही थिएँ त फेरि हुनुहुन्थ्यो ल्या म पनि त्यही थिएँ कति म त झन् टन्नै बसेको फर्स्ट डेदेखि बसेको त्यहाँ तिमीलाई त भएको थिएन मलाई त होइन मम्मीलाई होला मम्मीले हुँदाखेरि बसेको तिमीहरू अब क्वारेन्टाइनमा बसेको त्यो बेला होइन रमाइलो भएको थियो त्यहाँ गाउँको आधा मान्छे जति त्यही थियो कि होइन बापै दिनमा मासु खान पाइने अन्डा खान पाइने औषधि दिन्थ्यो थुप्रै त्यो क्वारेन्टाइन चाहिँ जे होस् राम्रो हजुरलाई पनि भएको त्यस्तो लागेको मलाई सबभन्दा पहिला चेक गरेको सबभन्दा पहिला पोजिटिभ निस्केको मलाई त के गर्छ साथीहरू टन्नै थियो होइन अनि चाहिँ ल तिमीले चेक गर्न आऊ भने अनि गएँ नाकमा के झट्टै घुसारेको यो त पोजिटिभ निस्क्यो भने त एक्लै राखेको मलाई छुट्टै साथीहरूबाट जस्तै नरमाइलो लाग्थ्यो त्यस्तो हुँदाखेरि त मम्मी पनि रुनु भएको थियो ए पोजिटिभ हुँदाखेरि मलाई एक छिसको केही भएन के हो कि त्यो कोरोना लाग्नुभन्दा अगाडि चाहिँ म त्यो ज्वरो आएर खुब बिरामी भएको त्यही भएर शङ्का गरेर चेक गरेको मलाई तर पछि चाहिँ फेरि पोजिटिभ पनि आयो त्यहाँ क्वारेन्टाइनमा पनि बसेँ अहिलेसम्म हेल्दी छु म तिमीलाई त भएको थिएन होइन त्यस्तो पनि थिएन कि होइन सबै नर्मलै थियो कि होइन पोजिटिभ भन्दा नि स्कुलमै बसेको हामी खासमा क्वारेन्टाइनमा भूकम्पको याद आउँछ तिमीलाई तिमी कति सालमा रे डेट अफ बर्थ कति रे तिम्रो 70 सालमा 70मा हो 70मा हुनुहुन्छ 2 वर्षको छ 72मा आएको होइन
बाबाले त्यतिखेर हामी तल बजारतिर बस्थ्यौँ के अरे माथि घर थिएन भाडा लिएर बस्थ्यौँ अनि जब त्यो राति त्यो घर त्यो भूकम्प आएर हामी बाहिर सुतेको मात्र याद छ त्यसमा बाटोमा हैन म नि थिएँ त्यहाँ त्यो त भित्र मलाई एक्लै बाबा र मम्मी चाहिँ भूकम्प आउँदाखेरि मलाई छोडेर बिर्सेर जानुभएछ अनि मम्मी रोएर अनि बाबा भित्र गएर अनि मलाई फेरि लिएर आउनु भएको ए त्यो बेला त भाइ दिन थिएन होला भाइ थिएन तिमी मात्रै होइन भूकम्प पनि याद छ होला कोरोना पनि याद छ होला अस्ति जेन्जीको आन्दोलन पनि याद छ तिमीलाई होइन त्यस्तो बेलामा त गाउँमा त्यस्तो के भयो र गाउँमा हामी पनि त्यो आन्दोलन गरेको ए उता पालिकामा न पालिकामा ए गएको थियो तिमीहरू नि गएको थिएँ कति बेर बस्यो त खै त्यो त थाहा भएन समय त हेरिन साथीहरूसँग गएको थियौँ हामी स्कुलबाट झ्यालटुङको स्कुलबाट अनि हाम्रो स्कुलबाट गौरी शङ्कर त मित्तेलमा आबी होइन मित्तेल आबी होला सायद ए भनेपछि त तिमीहरू आन्दोलनमा नि गयो ठिक छ तिमीलाई चाहिँ धेरै धेरै शुभकामना तिम्रो लाइफमा चाहिँ तिमीले सोचेको सबै पुरा होस् त्यो चाहन्छु म अनि सबैभन्दा तिमीले चाहिँ सोसलाइज भन्ने जस्तै समाजमा कतिको घुलमिल हुन मन लाग्छ तिमीलाई मन लाग्छ होइन जस्तै कि मानौ ल ठुलो बडाहरूसँग बोल्ने बुढी आमाहरूसँग गफ गर्ने होइन यो कसरी हो त्यो के हो भनेर सोध्न मन लाग्छ तिमीलाई अहिलेसम्म गरेछौ त्यस्तो कोसँग दुधु बजेहरूसँग बाजेहरूसँग गरेछु गुड ल ठिक छ समाजमा हुने कामहरूमा पनि तिमीले ध्यान दिनुपर्छ है सामाजिक क्रियाकलापमा पनि सहभागी लिनुपर्छ तिमीले त्यस्तो गर्यो भने तिम्रो बिस्तारै चाहिँ अब के हुन्छ भन्दाखेरि मेन्टल हेल्थ पनि त्यो मेन्टल्ली पनि स्ट्रङ हुन्छ तिमी अनि समाजमा पनि तिम्रो इमेज बन्दै जान्छ कि म चाहिँ यो छ है यो मान्छे चाहिँ यतिको एक्टिभ छ है भन्ने कुरो बुझाउँछ कि त्यही भएर तिमी समाजमा आउने चाहिँ सामाजिक क्रियाकलापहरूमा पनि एक्टिभ हुनुपर्छ तिमीले जस्तै विद्यालयमा सबैलाई थाहा छ नि तिमीले होइन नाच्छौ भनेर वक्तित्व कला वाद विवाद भनेपछि तिम्रो मात्रै नाम आउँछ कि नै तिम्रो आउँछ नि त विशेष गरी हो त्यस्तै सामाजिक क्रियाकलापमा काम गर्यो भने तिम्रो नाम पनि त्यस्तै आउने हो कि बुझ्यौ त्यही भएर त्यस्तो कुरामा पनि ध्यान दिनुपर्छ तिमीले अनि नेगेटिभ कुरालाई फोकस गर्नुहुन्न है कहिले पनि जति पनि हुन्छ अब नेगेटिभ कुरालाई फोकस गर्ने भए त हामी अहिले चाहिँ हेर्ने भए कति जाडो छ अहिले अघि भर्खर कति जाडो थियो होइन अहिले यस्तो ठ्याक्कै न्यानो छ त्यस्तै चिज हो कि समय बदलिँदै जान्छ नेगेटिभ चिजहरूलाई चाहिँ साइडमा राख्नुपर्छ है के लाग्छ त जिन्दगी यसो बुझ्यौ त तिमीले गाह्रो रहेछ त जिउन लाइफ गाह्रो छ त छैन सिज 12 त ऊ बल्ल 12 वर्ष कि भयो नि उसको लागि चाहिँ अहिले चाहिँ ठ्याक्कै सपना देख्नु र आफ्नो चाहिँ पढाइमा फोकस गर्नु चाहिँ मुख्य कुरो रहन्छ तैपनि हुनुपर्छ तिमीले चाहिँ बिस्तारै तिमीले अहिलेसम्म नोट लेखेछौ कि नि कस्तो जस्तै छुट्टै तिम्रो कापीमा चाहिँ एउटा लाइफको बारेमा लेख्ने कि यो 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 भनेर के रफ के त्यो किताब पढेको कुरा होइन कि छुट्टै के नोट बनाउँछौ त्यो बनाउँछु तर सानोमा त्यो के कुराहरू त्यो लेखेछु क्या हो गुड त्यस्तो लेख्नुपर्छ है एकदमै गुड ह्याबिट हो तपाईँहरूले पनि यो लागू गरे हुन्छ नोट बनाउनु भनेको लाइफको लागि एकदमै राम्रो कुरा हो हामीले जुन त्यो मोबाइलमा टाइप गर्छौँ नि एउटा फोटो राख्ने फ्रेम हुन्छ हैन मतलब अर्कै के त्यो किताब जस्तो के मैले देखेछु कि त्यस्तोमा लेखेछु कि गुड भित्र हालेर जस्तै एउटा समथिङ यस्तै के अब यस्तो नोटै हुनुपर्छ भन्ने छैन होइन ल नोटबुकमा लेखेको राम्रो हो तर कापी भयो नि हुन्छ तर जे होस् तिमीले चाहिँ लेख्नुपर्छ है दिनमा एक दिन चाहिँ ठक्क एउटा समय छुट्याएर के आज के भयो भोलि के गर्ने त्यस्तो कुराहरू लेख्नुपर्छ है यस्तो बलदाङ जाँदाखेरि पनि लेखेको थिएँ मैले हो गुड त्यो राम्रो त हो नि त्यस्तो गऱ्यो भने पछि चाहिँ ठ्याक्क अब मेसेज गर्दाखेरि जुन टाइप गर्छ नि त्यस्तो कुरा दिमागमा बस्दैन तर यस्तो कुरा चाहिँ दिमागमा बस्छ कि आज चाहिँ म भोलि यो गर्छु भनेर लेख्यो भने भोलि ठ्याक्कै हुने हो कि ठ्याक्कै सबै सपनाहरू पनि लेख्छु हो लेख्नुपर्छ कापीमा लेखेको चिज यस्तो पेपरमा लेखेको चिज अनि मैले यताउति जाँदाखेरि जितेको त्यो पुरस्कारहरू अनि यहाँ नाचे यो गीतमा नाचे त्यस्तो लेख्छु राम्रो एकदमै राम्रो गर्ने यसले मिसले सिकाउनु भएको कुन मिसले खेमाउती मिसलाई धेरै धेरै धन्यवाद नानीलाई यो कुराहरू सिकाइदिएकोमा हाम्रै घरमा बस्नुहुन्छ त्यो भाडा ए खेमाउती के रे खेमाउती आले मिसलाई चाहिँ धेरै धेरै धन्यवाद है नानीलाई यी कुराहरू स्कुलमा पढाउनुहुन्छ हाम्रो स्कुलमा
ए स्कुलमा 7 क्लासमा पढ्दाखेरि हाम्रो क्लास टिचर हुनुहुन्थ्यो अहिले चाहिँ 8 क्लासमा चाहिँ पढाउनु कति क्लासमा हुँदाखेरि सिकाउनु भएको उहाँले त्यहाँ डान्स क्लासमा विनर भएपछि सिकाउनु भएको ए आस ल ठिक छ त्यतिखेर म सलकोट पनि गएको थिएँ अनि नाच्दाखेरि एउटा डायरी दिनुभएको थियो स्कुलबाट अनि त्यो डायरीमा के लेख्ने हो मिस भनेर सोद्धाखेरि यो लेख त्यति गर भनेर सिकाउनु वाह क्या बात है यस्तो चिज चाहिँ एनीवान बच्चादेखि यो त्यो जो किशोर किशोरी युवा युवतीदेखि लिएर बुढाबुढी सबैले वृद्धहरूसम्म यो चिज लागू गर्यो भने चाहिँ पहिलो कुरा दिमागको कचेराहरू सबै निस्किन्छ दिमाग त्यस्तो गुम्सेर बोर भएर बस्न पाउँदैन ठक्क लेखेपछि आफ्नै धुनमा जान्छ कि त्यो पनि राम्रो हेबिट हो है बसाल्नुपर्छ तिमीले त गरे आएछौ मैले त गरेको जस्तो त लाग्दैन तर क्विट त्यो अरू केही जस्तै तिमीले गरेको कुनै त्यो अरूले नदेखेको तर एकदम लुकेर गर्छौ नि तिमीले राम्रो कुराहरू जस्तै के त्यस्तो त छैन त्यही हो अघि नोट लेख्ने देखाएको छैन मैले त्यस्तो कुरा सबैले गर्नुपर्छ इट्स अ गुड ह्याबिट है त ओके क्राफ्टिङहरू गर्छ क्राफ्टिङ के हो क्राफ्टिङ भने मलाई त थाहा छैन टेबलमा त्यो के बनाएको छु हजुरले देख्नु भएन कहाँ घरमा जस्तै कस्तो रे बेजोतै हुनु भयो त मेरो त मलाई आउँदैन यार अनि त्यो काट्न पर्दैन ल भन नि त क्राफ्टिङमा त्यो मैले देख्न चाहिँ देखेँ त्यो पेपरहरू बनाएको ए टेबलमा सजाएर राखेको छु मैले त्यस्तो गर्न एकदम मन गर्छ ए त्यो भने चाहिँ आर्ट मान्छेको चाहिँ आर्टमा चाहिँ त्यो बढी फोकस भएको कि तिम्रो आर्ट तिम्रो ट्यालेन्टै बढी छ कि आर्टमा त्यति बुझ्यो हुन्छ आर्ट गरेको छु मैले अनि त्यहाँ कोठामा सजाएर राखेको छु मैले देख्नु भएन देख्यो होला कि ए यो कसले बनाएको पनि सोध्या होला मैले अस्ति ल ठिक छ तिमीलाई कुन जनावर देखेर सबैभन्दा डर लाग्छ मलाई त सानो सानो किराहरू के झन् त्यस्तो देखेर डर लाग्छ होइन त्यो के भन्छ त्यसलाई धेरै खुट्टा हुन्छ है त्यसलाई भने नन के अरे कक्रोच नन्तर ए नन्तरमन भन्छ बिच्छी हैन त्यस्तो देखेर सबभन्दा डर लाग्छ मलाई ए ल ठिक छ मान्छेको हुन्छ कि लाइफमा एउटा चिज देखेर चाहिँ म चाहिँ ऊ देखेर डराउँछु फेरि छेपारो आई हेट छेपारो कसम चाहिँ मलाई लास्टै डर लाग्छ छेपारो देखेर जस्तै यहाँ यत्तिकै हिँडिरहेको छ होइन ज्यानै सिरिङ आउने कि कस्तो डराएको डर लाउँछ अलिअलि छेपारो देखेर त्यो हेर्दै नराम्रो के किचिकिरी हाम्रो क्लासको साथीहरूले झन् छेपारोको बच्चा लिएर हातमा यसरी लिएको थियो हेर्दा पनि हाम्रो त्यो साथीहरू पुच्छरबाट हल्लाउँथ्यो यस्तरी गरेर फाल्ने अझै पनि हुन्छ नि मान्छेहरू हाइट देखेर कतिको डर लाग्छ तिमीलाई हाइट डर लाग्दैन यस्तै जस्तै जो हुन्छ नि ओइ अग्लो त भन्ने हुँदैन खासै त्यस्तो त डर लाग्दैन तिम्रो जिन्दगीको सबैभन्दा ठुलो डर के हो नानी ठुलो डर अब जस्तै ए यो भयो भने त्यस्तो होला यस्तो होला भनिन्छ नि त सबैभन्दा ठुलो डर के होला तिम्रो सबैभन्दा थाहा छैन मलाई त थाहा छैन ठुलो डरै थाहा छैन ल तिमी कुन जस्तै तिमी चाहिँ सबैभन्दा कुन बेलामा चाहिँ तिमी सबैभन्दा खुसी थियौ तिमी सबैभन्दा खुसी भएको एउटा मोमेन्ट भन नि त मलाई सबैभन्दा खुसी भएको त त्यही डान्स क्लास रे निजी डान्स आइडलमा विनर हुँदाखेरि तिमी सबैभन्दा खुसी भएको थियौ ओके पोइन्ट यो पनि पोइन्ट हो एकदमै पत्ती मात्रै आइज अहिले त यत्रो खाने भएको तेल त नखाने त मलाई त मार्छ यार ए भन्छ डान्स क्लासमा हुँदाखेरि तिमी सबैभन्दा खुसी भएको थियौ न त्यो डान्स आइडल जित्दाखेरि सबैभन्दा दुखी भएको पल चाहिँ कहिले हो त फेरि दुखी भएको कहिले जस्तो लाग्छ त्यस्तो छैन ठिकै छ हजुर सधैँ कति बजे उठ्नुहुन्छ र म 5 to 6 को बिचमा
5 देखि 6 म पनि बजेको त्यही बिचमा हो उठ्छु। म त सकभर त 5 लाई राख्छु कि अलार्म खासमा अलार्म राख्नु भनेको ब्याड ह्याबिट भन्छ के रे कसरी बिकज अफ अब जस्तै दिमागमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि आनन्दले सुतिरहेको हुन्छ अरे होइन अनि झट्टै उठ्दाखेरि चाहिँ त्यो मेसो पाउँदैन अरे के त्यो गर्दाखेरि दिमागमा चाहिँ अब त्यही असरहरू देखाउँछ अरे त्यो भन्छ कि सधैँ निमाले राख्नुहुन्छ कि अलार्म मोबाइल हेर्दा त त्यस्तो कुरा त आउँदैन कि होइन रमाइलो कुरा मात्रै हेर्नु मन लाग्छ फेरि सबभन्दा मनपर्ने युट्युबर को हो तिम्रो युट्युबर त्यस्तो युट्युब त त्यो युट्युबरहरूको त्यस्तो त हेर्दिनँ हेर्दैनौ सबभन्दा मनपर्ने टिकटकर को हो त ल टिकटकर छैन है ल हिरो भन नि त हिरो नेपाली हिरोमा सबभन्दा को मन पर्छ राजेश समाल हिरोमा राजेश समाल हिरोनीमा प्रियङ्का कार्की होइन हिन्दी फिल्म हेर्छौ किन हिन्दी फिल्म त हेर्दैनौ ओके राजेश समाल साथीहरूले कहिले कहिले देखायो भने त्यस्तै अङ्ग्रेजी त इङ्ग्लिस त झन् हेर्दैन होला हिन्दी नेपालीमा राजेश समाल त खतरा हो नि कुन मुभी हेरेछौ र तिमीले राजेश समालको मुभी मुभीहरूको नाम त त्यस्तो त हेर्दिनँ कि तर हेर्न चाहिँ हेरेछौ होइन राजेश समाल हामीले पनि उत्रै देखायो तिमीहरूले त झन् अहिले बुढो हुँदाखेरि अस्ति यहाँ आएको थियो त देख्यो कि नै देखेँ फोटो पनि खिचेको तिमीले ए बोरै मैले खिचेन नि बरु यत्रो अग्लो नग्लो मलाई त लाज लाग्यो क्या यस्तो अग्लो मान्छेसँग म त यस्तोमा पुग्थेँ होला नखिचौँ जस्तो लाग्थ्यो तर बुढो चाहिँ बुढो भएको रहेछ है बिचरा तर पनि हेर्दा त जवानै जस्तो देखेको अग्लो क्या होइन त्यो डाइटमा बसेको के राजेश समालको ह्याबिट छ कि लास्ट राम्रो जस्तै डाइटमा बस्ने बुक पढ्ने यस्तो तिमीले एक्स्ट्रा बुकहरू पढ्छौ कि नै पढ्नुपर्छ है जस्तै कि मानौ स्कुलको किताबहरू मात्रै भन्दा नि जस्तै लाइफ स्टाइल सम्बन्धी जीवन परिवर्तन गर्ने किताबहरू उपन्यासहरू त्यस्तो पढ्यो भने एक्स्ट्रा कुराहरू चाहिँ दिमागमा बस्दै जान्छ कि है त पछि तिमीलाई ल्याइदिउँला नि त कुनै त्यस्तो बुक सजेस्टन गर्नु अथवा चाहिँ च्याप्याक्क गिफ्टै पठाइदिनु नि त कसैले नानीको लागि चाहिँ कुनै नानीको लाइफ स्टाइलमा चाहिँ रिलेटेड बुक है त चाहनुहुन्छ भने तपाईँहरू यो वन जङ्गलमा खेलेर हिँड्नु कतिको रमाइलो लाग्छ तिमीलाई लाग्छ ठिकै त्यस्तरी वन जङ्गलमा त्यस्तै त हिँड्दिनँ एक्लै हिँडिसौ कि नै तिमी नै अहिले त सानै छु तर म चाहिँ हिँडेछु कि कहाँ यहाँ छु म एक्लै पनि यहाँ छु म यहाँ किन आउनु भएको थियो त एक्लै त्यो कोरोनाको बेलामा बुक लिएर आएको पढ्न आउँथ्यो कि मैले त यहाँ बसेर पढ्न यहाँ त सुनसान छ नि त सुनसान ठाउँमा त पढ्नु पनि रमाइलो हुन्छ आनन्द आफूले जे सोच्यो त्यही पाइन्छ झ्याप्प पढ्न लागेको चिजहरू छिटो दिमागमा बस्छ त्यस्तो कुराकानी ल भाइजन अब यसो गरौँ न त तिमीलाई चाहिँ अन्तिम प्रश्न है म तिमीलाई फेरि पनि इन्टरभ्यू लिन्छु कहिले लिन्छु भन्दाखेरि तिमी सक्सेस भएर एकचोटि चाहिँ ठ्याक्कै यही च्यानलमा चाहिँ तिम्रो इन्टरभ्यू लिन पाओस् है त फेरि पनि यही ठाउँमा त्यो तिमी ठुली भएर यही ठाउँमा आएर चाहिँ एउटा भिडियो बनाउन पाउन् भन्ने चाहिँ मेरो चाहना हो यो पुरा गर्नु तिमीले अनि चाहिँ कसैले चाहिँ नानीको बारेमा केही भन्नु छ भने केही सजेसन दिनु छ भने डाइरेक्ट मेरो कन्ट्याक्ट नम्बरमा चाहिँ कल गर्नु र सृष्टि सुनारी होइन सृष्टि सुनारी टिकटकमा चाहिँ फलो गर्नु नानीलाई ओके के भन्छौ ल भन नि त समथिङ टु से अन्तिममा टुङ्गाइदिउँ दाइको च्यानललाई पनि धेरै माया गरिदिनु होला र मेरो टिकटकमा पनि सबैले फलो गरिदिनु होला यो युट्युब च्यानललाई धेरै साथ सपोर्ट दिनु होला दाइलाई अनि त्यसपछि लाइक पनि अरू जस्तै तिमीले लाइफमा चाहिँ पछि चाहिँ के गर्छौ तिमीले एउटा गर्छौ नि त डेयर के ल म यो भएर आउँछु है भन्ने गर नि त ल एउटा केही भन्छौ जस्तै म पछि चाहिँ यो भएर आउँछु है म यो गर्नेछु मलाई सपोर्ट गर्नु भन नि त लाइफमा हिरोइन ल सी वान्ट टु बी एक्ट्रेस है त एन एक्ट्रेस है त सी वान्ट टु बी एन एक्ट्रेस उनी हिरोनी भएको
एक्ट्रेस भएको हामी हेर्ने चाहिँ हामी सबैको इच्छा चाहना हो। त्यही भएर उनीलाई चाहिने साथ सपोर्ट सहयोग सबैले गरौँ भन्दै अकान्जुको यो पहिलो एपिसोड गर्न चाहन्छु हामी यही समाप्त। धन्यवाद। पहाडले बोलायो नदीले सुनायो हाम्रो मुटुमा बाँच्ने नाम अकान्जु। ओ अकान्जु, ओ अकान्जु, ओ अकान्जु। पहाडको मुटुबाट जन्मिएको एक नाम